गुड मर्निङ वेलकम टु माई अनदर भिडियो। आज यहाँबाट हिँड्नु पऱ्यो होइन, तातोपानीबाट। अब बिहान 7:30 भइसकेछ। अब यहाँबाट हिँड्छौँ। सब सामान रेडी भइसक्यो। त्यहाँ चिया आएको छ। अब एकछिनमा चिया खाएर निक्लिनुपर्छ। साथी बाहिर गइसक्यो। ल अब चिया खान ल्यायो। हाम्रो यो थियो होटल हट स्प्रिङ भन्ने वाला। Yes, quite comfortable and quite expensive too. होइन, अब हामी जतिको नेपाललाई अलि एक्सपेन्सिभ त भइ नै हाल्छ मिडल क्लास फ्यामिलीलाई, बट इट्स क्वाइट गुड कम्फर्टेबल वान। ल अब चाहिँ तातो पानी एउटा मस्तेर लाग्दिउँ, कता के हुन्छ। मेरो साथी रेडी छ पुरा हावा। तार्दैन किन त हिँडेर झन्। हस्, हाम्रो हिँड्न रेडी मेरो साथी चाहिँ। म बाइकलाई अलि ताल परेर म बाइक लिएर मुस्ताङ गएँ। यसलाई हिँडालेर पुर्याउँछु म अहिले। ल त्यो हो, हिँडेर तल झर्छु भन्ने छ उसम्म। म चाहिँ बाइक लिएर झर्छु। ओके, सो ब्याक टु द कालीगण्डकीको किनार होइन। आई होप बाटो धेरै अप्ठ्यारो छैन होला यहाँबाट उता। हो, मेरो साथीले मलाई कुरेर बसेछ उहाँ। ल हामी बसेको होटल त्यही हो, होटल हट स्प्रिङ एन्ड थकाली भान्साघर। ल अब तातो पानीबाट लाग्यो मस्तिर। जस्तो तातो पानी यहाँ नुहाउन पनि मजा आउँदो रहेछ यार। सुरुमा झर्दाखेरि त पुरा त्यो तातो उम्लेको पानी जस्तो पोल्ने होइन। अनि एकछिन बस्दै गएपछि त बडीले त्यो वाटर टेम्परेचर एडप्ट गर्छ नि त। अनि त्यसपछि त खासै नहुने रहेछ। ड्याम, यहाँ यस्तो राम्रो होटल रहेछ त। स्टार रेटेड नै होला पक्कै पनि यत्तिको होटल त। होटल नेचुरल स्प्रिङ, इट्स ड्याम गुड। बिहान मान्छेहरू हिँड्नको लागि रेडी, सबै आफ्नो ठाउँमा। कोही फर्किँदै होला, कोही जाँदै होला। इट्स क्वाइट गुड। पुलिस स्टेसन छिटै निक्लिनु भन्दा 8 बजिसकेछ। ठिक छ, अझै पनि 1-2 प्याच चाहिँ, 1-2 प्याच होइन, धेरै नै प्याच नराम्रो रहेछ। बट पहिलाको भन्दा त धेरै सजिलो हो। पहिला यत्तिको नि कहाँ थियो र। अस्ट्रेलियामा गएर जब 2018मा हामी कलेज टुर आएको थियो, यस्तो नराम्रो थियो बाटो। त्यतिखेर गाडीमा आएको, त्यसैले बाइकमा आएर नि होला। तर त्यतिखेर गाडीमा आउँदा नि यति दुःख थियो बाटो। अहिले त धेरै बाटो पिच भइसकेको रहेछ। इट्स गुड। तर हाम्रो हिमालमा खै त हिउँ खासै छैन। दिन त राम्रै खुलेछ आज पनि, हिजो चाहिँ। ल रुप्से झर्ना आइयो, वान अफ द बेस्ट इन द मुस्ताङ वे। ल ठिक छ।
प्लेस म्यान ल एकछिन रूप से झर्ना बोलौँ भनेको 1 घन्टा बोलिएछ होइन फोटो खिच्दा भिडियो निकाल्दा ड्रोन उडाउँदा उडाउँदा 1 घन्टा गएको थाहै भएन ल अब चाहिँ यहाँबाट निक्ल्यौँ आराममा ह्यान्डसम देखिया छ उहाँ चस्मा प्लस हेलमेट के भन्नु यहाँ एकछिन बस्दा नि 12 पढ्दाखेरि केटाकेटीहरूको याद आयो सँगै टुर आउँदाखेरि क्या रमाइलो गऱ्यो त होइन अहिले त ठिक छ सबै आफ्नो लाइफमा होला कोही कता कोही खाडी कोही अस्ट्रेलिया कोही बिहे गरेर घर जमाए होलान् कतिसँग कन्ट्याक्ट छ कतिसँग कन्ट्याक्ट छैन त्यस होप सबैलाई आफ्नो ठाउँमा राम्रै गरेर होला सबैले राम्रै होस् मेरो प्यारा साथीहरू त्यो बेला आउँदाखेरि यो बाटो यस्तो दुःख थियो यो उकालो अहिले त त्यस्तो खास रहेनछ हामी सबै केटी जति हिँडेर केटाहरू जतिले गाडी धक्कल्दै उक्लेको यो उकालो त्यो बेलामा कहिले बिर्सिन्न रमाइलो हुने नि त त्यो हुन्छ नि त 9-10देखि सँगै पढेको साथीहरू अनि त्यसपछि 12मा पनि सँगै भएर टुर आउँदाखेरिको रमाइलो यो बसलाई के भयो फेरि हो यसरी साइकलिङ आउनु नि मजा है यतातिर जान चाहिँ दुःख फर्किने बेला त सब टुरिस्ट रहेछ नेपालीहरूले खासै धेरैले गर्दैन साइक्लिङ होइन टुरिस्टहरूलाई चाहिँ क्या मजा लाग्छ होला पोखरादेखि साइक्लिङ गरेर यता आउन लाइफ त टुरिस्टले भन्छ नि विदेशीहरूले होइन नेपाल आएर उनीहरूको त ठुल्ठुलो बिल्डिङ देख्नु हेर्नुभन्दा त यहाँ आएर नेचरको ठुल्ठुलो पाहाडहरू हेर्नु भयो होला उनीहरूलाई त थाङसाङ गाउँपालिका आइएछ यहाँ पुलिस स्टेसनमा दर्ता चाहिँ गर्नुपर्ने रहेछ लाइसेन्स त नखोज्ने रहेछ तर कुन जाने के हो फोन नम्बर यताउता चाहिँ सोध्दो रहेछ सो त्यति दर्ता गरेपछि के अरे मेरो साथी गएर चेक गर्ने पुलिसको ससुराली सँगसँगै परेछ गेजामा ठिकै छ ड्याम त माथिको हिमाल तर खाना मिल्छ ल नि त भोक लाग्यो खाना खानु पर्यो यो भ्यू हेर्दै होइन ए भन्छ यार जति हेऱ्यो नि हेरिरहनु लाग्छ जस्तै
ओके सो अब लेतेमा खानासाना खाइयो होइन त्यो पनि यो भ्यू हेर्दै जस्तो भ्यू त्यस्तै खाना होइन बबाल लाग्यो ल ठिक छ अब लाग्दिउँ होइन मासतिर हेर माझा कहाँसम्म पुगिन्छ बस आरामले पुगिन्छ होला मुक्तिनाथ त आरामले पुग्यो भने मजाले दुम्बा लेक जमसम घुम्दै जाने हो मार्फा चाहिँ झर्दाखेरि पसौँला भन्ने विचार हो हेरौँ के कसो हुन्छ ल अब लेतेबाट मासतिर लगौँ होइन भ्यू त ए1 छ के बोल्नु है नबोलिकन भ्यू हेरेर जाउँ मार्फा आइयो ल ठिक छ वेलकम टु जमसम जमसम यतापट्टि कर्चोङ गाउँपालिका मस्ताङमा पनि दर्ता गर्न पर्दो रहेछ भनेपछि दुई ठाउँ ठिक छ यहाँबाट दुम्बा लेक जान राइट लाग्ने हो क्या हो मेरो विचारमा हेरौँ है दुम्बा लेक जान यतै चाहिँ मान्छ हो ल दुम्बा लेक जाने बाटो नै मिठो पिच रहेछ त ठिक छ बाबा हेलमेट हावाले उडाएर तल पानीमा खसाल्यो क्या अब ल ठिकै छ एकछिन हेलमेट सुकाएर जानुपर्छ अब यहाँबाट अब दुम्बा लेकबाट निक्ल्यौँ हैन द वर्स्ट केस ह्यापनिङ इन मुस्ताङ इज हेलमेट दुम्बा लेकमा खस्नु
एन्ड देन मेरो त्यही भयो विथ क्यामेरा एन्ड माइक अब क्यामेरा त वाटरप्रुफ हो त्यस्तो मतलब भएन हेलमेट चिसै छ त्यहाँ बिचरा बाहिर स्याउ बेच्ने दिदीसँग प्लास्टिक मागेर पहिला प्लास्टिक लाएर त्यहाँबाट हेलमेट लाएर निक्लेको ठिक छ इट्स ह्यापन सम टाइम राइट नो वान इज पर्फेक्ट एन्ड नन द मोमेन्ट इज पर्फेक्ट टु एउटा न एउटा नराम्रो त भइहाल्छ नि ठिकै छ हो एउटा होटलमा गएपछि होटलको मान्छेसँग हेयर ड्रायर मागेर भयो नि तावाले फालेर हेलमेट सुकाउनु पर्ला ओके सो दुम्बा लेकबाट ब्याक टु द जोमसम होइन अब जोमसमबाट राइट लिएर लाग्दिउँ न त मक्तिनाथतिर कति बज्यो 1:45 भएछ भनेपछि पुगिन्छ आरामले 3 बजे 4 बजे त पुगिन्छ होला त्यति राम्रोसँग थाहा त छैन बाइकमा कति बेर लाग्छ ठोक्छ आरामले उजेलैमा पुगिन्छ होला बाटो यस्तै भयो भने त राति नै भयो भने मतलब भएन होइन आई थिङ्क यहाँबाट त चाहिँ फुल पिच छ होला त्यस्तो बाटो अफरोड चाहिँ छैन होला भक्कै नै वेलकम टु मुक्तिनाथ बाइकभित्र लिएर जान 5 बजेपछि मात्र पाइन्छ अरे होटलको पार्किङ खोज्नुपर्छ अरे नत्र बाइक जहाँ पायो त्यही पार्क गऱ्यो भनेर आजभोलि बाइकभित्र छिराउनु नदिनु रहेछ ठिकै छ पहिला होटल बुक गरौँ त्यहाँबाट बाइकको पार्किङ छ कि छैन सोधौँ त्यसपछि बल्ल बाइक लिन 5 बजेपछि आउँला पहिला त्यो उकालो चढ्न त खासै खिला जस्तो लाग्थेन पहिलोचोटि आउँदा पनि राम्रै चढेको योचोटि त सही धक्का लाग्यो त हाय ल मुक्तिनाथ आइयो भोलि नुहाएर त पूजा गरौँला भनेको आज यत्तिकै घुम्न आउँदा थकै लागिसक्यो होटलमा फ्रेस भएर निक्लिँदा ए अब हेरौँ उहाँ माथि पुग्नै छ थकै लाएर यहाँ बसेको 5-6 मिनट भइसक्यो है हो त्यही हो क्या 2018 मा हामी आउँदा भन्दा त धेरै चेन्ज भएछ धेरै फेसिलिटीहरू आएछ राम्रो बनाउँदैछ आजभोलि